नमस्कार दर्शकबिन, हामी यतिखेर कैलाश गाउँपालिका वडा नम्बर 6 मा उपस्थित भएका छौँ र हामी 6 नम्बर वडाका वडा अध्यक्ष आदरणीय रामबहादुर कुम्बा ज्यूको कार्यकक्षमा उपस्थित भएका छौँ र आज हामी वडा अध्यक्षज्यूसँग वडाको भौतिक विकास, स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटनको अवस्था, यहाँको विकासको अवस्थाहरू बारेमा विभिन्न प्रश्नहरू उहाँलाई गर्दैछौँ। हामी प्रश्नसँगै भलाकुसारी गर्नका लागि यहाँ उपस्थित भएका छौँ। स्वागत छ अध्यक्ष यहाँ। धन्यवाद। समग्रमा कैलाश गाउँपालिका वडा नम्बर 6 को भौतिक पूर्वाधार, यातायातको विकास के कस्तो अवस्थामा छ र कसरी अगाडि बढिरहेको छ? प्रश्नको लागि धन्यवाद तपाईलाई। र हामी कैलाश गाउँपालिका जुन चाहिँ बागमती प्रदेशकै एउटा चाहिँ विकट भौगोलिक हिसाबले चाहिँ एउटा चाहिँ हरेक कुराको पछाडि रहेको जुन चाहिँ हाम्रो कैलाश गाउँपालिका, यसमा चाहिँ अहिले हामी स्थानीय सरकार आएपछि हाम्रो सबैभन्दा यहाँको समस्या चाहिँ अब पूर्वाधार विकासहरू नै र अलिकति भौगोलिक बनावटको कारणले एउटा चाहिँ पहाडी जुन भूगोलहरू भएको कारणले चाहिँ एउटा अलि समस्या नै छ एउटा पूर्वाधार विकासहरू। त्यसको लागि चाहिँ हामी स्थानीय सरकार जुन 2074 संहिता लागू भएदेखि स्थानीय सरकारले चाहिँ यही कुरामा नै बढी मध्यस्थता राखेर चाहिँ एक घर एक बाटोको चाहिँ अवधारणाहरू ल्याएका छौँ र त्यो नै हामीले अहिले स्थानीय सरकारको एउटा उद्देश्य छ, जुन चाहिँ हाम्रो आदरणीय अध्यक्षज्यूदेखि लिएर अहिले हाम्रो पुरा सम्पूर्ण टिमले चाहिँ कैलाशलाई चाहिँ एउटा चाहिँ पूर्वाधारमा चाहिँ एक घर एक बाटोको अवधारणा लिएर जनतालाई चाहिँ सुविधा दिने अवधारणा राखेका छौँ। र त्यसपछि अब हामी कहाँ कैलाशमा चाहिँ अब शिक्षा, स्वास्थ्य, सुशासन र कृषि, पर्यटनको क्षेत्रमा पनि हामीले काम गरिरहेका छौँ र त्यसमा स्थानीय सरकारले यहाँका जुन जनतामा चाहिँ जनताको जुन पूर्वाधार विकासदेखि जुन चाहिँ मसिनो समस्याहरू जुन चाहिँ तपाईँको सुन्ना लेभलको जुन चाहिँ ग्रासरुट लेभलको समस्याहरूलाई चाहिँ हामीले चाहिँ समस्यामा चाहिँ जनताको समस्याहरू समाधान गर्दै चाहिँ अगाडि बढिरहेका छौँ। त्यसमा त्यो मध्येमा पनि हाम्रो कैलाश गाउँपालिकामा चाहिँ एउटा शिक्षा, सबैभन्दा पहिला समाज रूपान्तरणको निम्ति चाहिँ शिक्षा र जुन जनतामा चाहिँ एउटा मनस्थिति चेन्ज गर्नको लागि, एउटा व्यवहार चेन्ज गर्नको लागि चाहिँ हामीले शिक्षामा बढी चाहिँ शिक्षालाई चाहिँ कसरी हुन्छ, शिक्षाको चाहिँ अब घर घरमा गएर अभिभावकलाई पढाइदिनुहोस् भन्ने र त्यसदेखि स्कुलमा चाहिँ हामीले चाहिँ निःशुल्क +2 सम्म निःशुल्क शिक्षा, त्यसलाई नै बढी प्रायोरिटी दिइरहेका छौँ। र शिक्षामा चाहिँ हामीले एकदम आमूल परिवर्तन ल्याउनको लागि यहाँ चाहिँ शिक्षकहरूलाई चाहिँ तालिम दिने र गोष्ठी राख्ने र गाउँपालिकामा चाहिँ हरेक मिटिङहरूमा हरेक चाहिँ प्रोग्रामहरूमा शिक्षाकै विषयहरूमा चाहिँ बढी प्रायोरिटी दिएर काम गरिरहेको अवस्था छ। र त्यसपछि स्वास्थ्यमा पनि हाम्रो चाहिँ जुन अलिक विगतताको कारणले चाहिँ गाउँमा चाहिँ गाउँघर क्लिनिक र स्वास्थ्य केन्द्रहरू, जुन चाहिँ वडामा चाहिँ स्वास्थ्य चौकीहरू र 2टा वडाको बिचमा चाहिँ स्वास्थ्य एउटा चाहिँ अलिकति त्यसलाई चाहिँ सुत्केरीहरू गराउन सक्नेदेखि लिएर त्यहाँ चाहिँ रगतहरू चेक गराउन सक्ने अलिकति चाहिँ त्यो खालको अलि उच्च लेभलको चाहिँ स्वास्थ्यहरू चाहिँ अवधारणाहरू ल्याएका छौँ र त्यो अहिले चलिरहेको अवस्था छ। र त्यससँगै हामीले खानेपानीको उसमा एक घर एक खानेपानीको हिसाबले जुन चाहिँ हाम्रो चाहिँ संस्थाहरूसँग चाहिँ कोअर्डिनेसन गरेर जुन चाहिँ ओइन टु वाटर, RRN नेपाल र अरू पनि संस्थाहरूलाई ल्याएर हामीले चाहिँ प्रेम सेवा समाज देखि अरू एनजिओ आइएनजिओसँग सहकार्य गरेर चाहिँ हामीले चाहिँ खानेपानीलाई पनि एक घर एक धाराको उसमा लगेर एक घर एक धाराको अवधारणामा लगेर चाहिँ यहाँको जनतालाई चाहिँ खानेपानीको सेवा सुविधा दिने अवधारणाहरू बनाएका छौँ। र त्यसपछि हामीले अरू विषयहरूमा चाहिँ जनतालाई सुशासन कायम राख्ने र जनतामा चाहिँ जनताको समस्याहरूलाई चाहिँ हामीले गाउँमा गएर चाहिँ के छ, के भइरहेको छ र जुन चाहिँ टोलमा गएर चाहिँ त्यो समस्याहरूलाई चाहिँ समाधान गर्ने गरेका छौँ। हजुर, यो कैलाश गाउँपालिका वडा नम्बर 6 को विशेष गरेर यो पक्कनी भन्दा तल्लो गैरीहरू एउटा यस्तो विशेष किसिमको फाँटहरू देखिन्छ यहाँनिर
तपाईँको कृषिमा पनि एकदम सम्भावना भएको जस्तो क्षेत्रहरू जमिनहरू देखिन्छ र यो फाँटहरू हेर्नको लागि मानिसहरू आइदिन सक्छन्। त्यसलाई चाहिँ पर्यटनसँग सम्बन्धित छ यो कुरा। यो कैलाश गाउँपालिका वडा नम्बर 6 को पर्यटनसँग सम्बन्धित विकासको लागि चाहिँ यहाँको पहल कदमी के कसरी अगाडि बढिरहेको छ? अब हामीले यो कैलाश 6 को जुन पर्यटनको हिसाबमा चाहिँ हामीले कैलाश 6 मा जुन एउटा रमणीय जस्तो रहेको एउटा चाहिँ कृषिमा चाहिँ आधारित रहेको एउटा ठुलीबेसी फाँट भन्ने छ। यो फाँटलाई चाहिँ हामीले अब यहाँनिर अब विकास पूर्वाधार विकासको लागि यही फाँटबाट नै हामीले यो चाहिँ जुन एउटा रूपचन्द्र बिष्ट मार्ग भनेर जुन वैकल्पिक राजमार्ग छ त्यो राजमार्ग बनिरहँदाखेरि मेरो पहल चाहिँ सबैभन्दा पहिला सङ्घीय सरकारका हाम्रो माननीय सांसद महेश बर्दौलाज्यूलाई चाहिँ त्यो फाँटबाट त्यो फाँटलाई टच भएर र त्यो फाँटलाई चाहिँ एउटा पर्यटकीय हिसाबले त्यो फाँटलाई चाहिँ हामीले चाहिँ काम गर्न सक्नको लागि त्यो चाहिँ एउटा वैकल्पिक राजमार्गले त्यो फाँटलाई छोइरहँदाखेरि कैलाश 6 को चाहिँ पर्यटन जुन कृषिदेखि लिएर यहाँका चाहिँ जनजीविकालाई चाहिँ एकदमै जनजीविकालाई चाहिँ एकदमै माथि पुर्याउनको निम्ति चाहिँ हामीले त्यो बाटो टच गराउनको लागि र त्यो फाँटलाई चाहिँ टच गराएर त्यसलाई चाहिँ पर्यटनमा आधारित रहने तरिकाले हामीले चाहिँ त्यो पहल गरेर अहिले त्यही बाटोबाट नै रूपचन्द्र बिष्ट मार्ग चाहिँ ठुलीबेसी फाँटसँग छोएर चाहिँ मनरी निस्किने चाहिँ काम गरेका छौँ र त्यो बाटोहरू यही वर्षदेखि तुरुन्तै अहिले चाहिँ यही बाटोबाट हाम्रो चाहिँ मनरी जाने गरी यो बाटो चाहिँ खुलिसकेको अवस्था छ र अहिले पनि 1,62,लाखको चाहिँ सङ्घीय सरकारको योजना चाहिँ यहीँनिर यही बाटोलाई नै प्राथमिकता दिएर हामीले काम गरिरहेका छौँ। हजुर, हामीले चाहिँ यहीँनिर चाहिँ एउटा भ्यू टावर पनि देख्यौँ, त्यहाँनिर चाहिँ महादेवको प्रतिमा पनि बन्दै गरेको रहेछ। यस्तो किसिमको संरचनाहरूले चाहिँ वास्तवमै पर्यटनमा पनि थप टेवा पुर्याइरहेको हामीहरूले पाएका छौँ र यहाँको स्थानीयहरू पनि हर्षित भएको चाहिँ अनुभव मैले भेटेँ यहाँको अन्तरालमा। अब यस्तै गरेर चाहिँ यो जुन भ्यू टावर महादेवको प्रतिमाहरू चाहिँ बनाइरहेको मैले देखेँ चाहिँ निर्माणाधीन अवस्थामा रहेछ। यो कहिलेसम्म सम्पन्न रहन्छ र आगामी अझ योजनाहरू पर्यटनसँगै सम्बन्धित अझ के छ होला? अब यो हाम्रो प्रदेश सरकारसँग यो आगामी जुन 80-81 को बजेटमा नै म मेरो आफ्नै पहलमा र वन समितिका अध्यक्षज्यू र केही हाम्रा यहाँका चाहिँ शुभचिन्तकहरूको उसमा चाहिँ हामी मन्त्रालयमा गएर प्रदेश सरकारसँग चाहिँ एउटा पर्यटन सम्बन्धी एउटा कैलाश 6 को थुम्की डाँडा चाहिँ एकदमै पर्यटनको हिसाबले अब्बल रहेको र त्यहाँ चाहिँ तपाईँको चाहिँ टुरिज्म एरिया त्यहाँ चाहिँ अब होमस्टेहरू लोकल होमस्टेहरू बनाउन सकिने देखेर हामीले चाहिँ केही बजेट माग गऱ्यौँ। त्यही बजेटको आधारमा चाहिँ पर्यटन विकास मन्त्रालय प्रदेश सरकारले चाहिँ एउटा एक खालको एउटा बजेट हालिदिनु भयो। त्यही बजेटमा 14 लाख बजेट चाहिँ छुट्याइदिनु भयो। त्यही बजेटमा चाहिँ अहिले चाहिँ एउटा शिव मन्दिर तयार भइरहेको छ र त्यहाँ चाहिँ त्यो बालीकन्या सामुदायिक वन पर्ने भएर बालीकन्या सामुदायिक वनलाई पनि त्यहाँ चाहिँ एउटा उद्योगको रूपमा चाहिँ त्यहाँनिर चाहिँ स्थापना गरेर त्यही वनबाट चाहिँ आएका चाहिँ सालको पातहरूबाट डुना टपरी सिन्काहरू बनाउने खालको वनको पनि एउटा 10 लाखको बजेट परेको छ र अब आउने यसपालि पनि मैले चाहिँ यो थुम्की डाँडा जुन पर्यटनलाई चाहिँ फेरि प्रदेश सरकारसँग त्यहाँ चाहिँ होमस्टे अर्को बुद्धको मूर्ति र त्यसलाई चाहिँ अब पुरै होमस्टेहरू बनाएर त्यहाँ वरिपरि चाहिँ घेरे तारको बारहरू लाएर चाहिँ त्यहाँ चाहिँ एउटा खालको उच्च लेभलको एउटा पर्यटन चाहिँ भित्र्याउने खालको सम्भावनाहरू त्यहाँ चाहिँ अब पानीका चाहिँ व्यवस्थाहरू जुन झरना जस्तो पानीहरू तलबाट तानेर त्यहाँ चाहिँ त्यो एउटा खालको चाहिँ पर्यटन चाहिँ एउटा पर्यटनको चाहिँ एउटा त्यसलाई चाहिँ गर्ने चाहिँ मेरै पालामा चाहिँ गर्ने भनेर चाहिँ हामीले त्यो एउटा उद्देश्य राखेका छौँ र यो हामीले प्रदेश सरकारसँग त्यो खालको चाहिँ एउटा डिपिआर बनाएर पेश गरेका छौँ र डिपिआर बनाएर पेश गरिरहँदा यो चाहिँ यो अवधारणा हाम्रै पालामा यसले चाहिँ एउटा सार्थकता लिन्छ होला भन्ने चाहिँ उद्देश्य लिएको छु। हजुर, एकदमै ब्यालेन्समा हजुरहरूले चाहिँ त्यहाँनिर तल महादेवको प्रतिमा बनाउँदै हुनुहुन्छ। त्यसले हिन्दू जातिको चाहिँ हिन्दू धर्मावलम्बीहरूलाई चाहिँ प्रतिनिधित्व गर्छ। त्योभन्दा माथि चाहिँ बौद्ध हामीले गुम्बा भेट्यौँ
त्यसले बौद्ध धर्मावलम्बीहरूलाई चाहिँ प्रतिनिधित्व गर्छ। त्यो गुम्बाको लागि पनि यहाँको पहल कदमीहरू के कसरी अगाडि बढिरहेको छ? निर्माणाधीन अवस्थामै रहेछ, के छ त्यसको अवस्था? कैलाश 6मा हाम्रो बौद्ध धर्ममा आधारित 2टा गुम्बाहरू चाहिँ अहिले दर्ता भएको अवस्था छ र त्यसमा विश्व शान्ति गुम्बा यो पहिला गोगनी गाविस हुँदाको 7 र 8 को बिचमा बिर्ता गाउँ भन्ने ठाउँमा छ। त्यो चाहिँ एउटा एक तले भवन सम्पन्न भएर त्यहाँ पूजा र मूर्तिहरू चाहिँ स्थापना भइसकेको अवस्था छ। र त्यसभन्दा माथि एउटा माने डाँडा भन्ने ठाउँमा यो एकदम टपमा पर्छ कैलाश 6को एउटा, त्यो पनि एउटा सम्भावित पर्यटनको सम्भावित एरिया हो। र त्यहाँ चाहिँ हामीले पाल्दिङ छोइलिङ गुम्बा जुन चाहिँ त्यो गुम्बाको चाहिँ अहिले चाहिँ पिलरहरू चाहिँ खडा भइरहेको अवस्था छ। त्यो चाहिँ स्थानीय सरकार गाउँपालिकाको बजेटले नै जुन 6 लाख रुपियाँ बजेट चाहिँ छुट्याएको थियो, त्यो बजेटबाट नै यो गुम्बा चाहिँ निर्माण हुँदैछ। र यसपालि चाहिँ मैले त्यो गुम्बालाई चाहिँ एउटा चाहिँ इस्टिमेट बनाएर प्रदेश सरकारलाई प्रदेशको चाहिँ पर्यटन मन्त्रालयलाई चाहिँ जुन चाहिँ डिपिआर बनाएर जुन चाहिँ इस्टिमेट बनाएर हामीले त्यहाँ पेश गरेको छौँ। र अब मन्त्रालयले अझ हेरिदिनु भयो भने त्यसलाई पनि अझ त्यसले पनि एउटा सार्थकता पाउँछ भन्ने लागेको छ। जस्तै लोपोन्मुख हामीले पानी घट्टो पनि हामीले भेट्यौँ यहाँनिर होइन। जस्तै यो पानी घट्टो चाहिँ खोलाको किनारमा छ, अलिकति ठुलो बाढी आयो भने त्यसलाई क्षति हुन सक्ने सम्भावना जस्तो पनि हामीलाई लाग्यो होइन। जस्तै पानी घट्टोहरू त अलिकति लोप हुँदै गइरहेको अवस्था छ। यहाँको वडामा पानी घट्टो छ, त्यो पानी घट्टोलाई संरक्षण गर्ने किसिमको कुराहरूमा यहाँको चाहिँ जस्तै पुरातात्विक कुराहरू अन्य लोप हुँदै गइरहेका अन्य अलिकति आकर्षकीय कुराहरू के छन् र त्यो पानी घट्टोलाई पनि संरक्षण गर्ने अवधारणाहरू चाहिँ के कसो छ? हाम्रो यो जुन चाहिँ कैलाशको यो पानी घट्टो यो हाम्रो चाहिँ यो अब एउटा चाहिँ हाम्रो चाहिँ एउटा नमुना एउटा चाहिँ यो ठाउँको चाहिँ एउटा पछिल्लो समयमा चाहिँ एउटा नमुना लागु हुँदैछ। यो चाहिँ एकदमै यो घट्टोलाई अब हाम्रोमा कैलाश 6मा 3-4 ठाउँमा चाहिँ घट्टोहरू 4 ठाउँमा घट्टोहरू छ। त्यसलाई चाहिँ हामीले चाहिँ अब केही सुधार्नको लागि स्थानीय सरकारले सुधार उन्मुख उसमा लानलाई त्यसलाई चाहिँ बाढी पहिरोले नभेट्ने ठाउँमा लगेर त्यसलाई अझ त्योभन्दा पनि सुधारिएको घट्टोमा लान सक्यौँ भने यसले नै हामीलाई चाहिँ एउटा चिनाउने खालको एउटा चाहिँ कैलाश 6लाई एउटा चिनारी बनाउने खालको चाहिँ एउटा उद्देश्य लिन्छ। र यसलाई हामी स्थानीय सरकारले अब त्यो घट्टोहरू यहाँ चाहिँ भएका चाहिँ जुन चाहिँ अब मठ मन्दिरदेखि लिएर अब घाट निर्माण हामीलाई चाहिने यो जुन चाहिँ पुरानो चिजहरूलाई हामीले चाहिँ यो सुधार्दै लानेछौँ। र अब आउने दिनहरूमा हामीले त्यसलाई अझ चाहिँ त्यसलाई सुधार्दै र यो त्यसलाई चाहिँ एउटा चिनारीको रूपमा लिएर चाहिँ हामी अगाडि बढ्नेछौँ। हजुर, म अब अलिकति कृषिको कुरा गर्छु। कृषिको कुरा यहाँले अघि भर्खरै पनि टच गर्नु भएको छ। म कृषिको कुरा गरिराख्दाखेरि चाहिँ हामीले यहाँनिर चाहिँ कृषिको अवस्था चाहिँ कस्तो छ, यहाँनिर हामीले केही जनताहरूको गुनासो के पनि भेट्यो भने हाम्रो ढुवानीमा अलिकति समस्या पनि छ र हाम्रो चाहिँ तरकारीहरूले मूल्य पनि नपाइरहेको स्थितिहरू पनि छ। यसलाई चाहिँ सुधार गर्नको लागि चाहिँ स्थानीय सरकारहरूले अझ पहल कदमीहरू गर्दै हुन्थ्यो भन्ने किसिमको गुनासोहरू जनताको छ। यसमा के भन्नुहुन्छ? यो चाहिँ एकदमै समस्याको रूपमा नै आइरहेको छ। यहाँ चाहिँ हाम्रो बेमौसमी तरकारीहरू चाहिँ कृषिमा चाहिँ यो कैलाशकै 5 र 6 नम्बर वडा चाहिँ कैलाश गाउँपालिकाको नै एउटा चाहिँ कृषि उपज कृषिमा आधारित कृषिमा सबैभन्दा चाहिँ तरकारी योग्य बाली उत्पादन हुने वडा भनेर घोषणा गरिएको अवस्था छ। र यो अवस्थामा हामीले यो मेन चाहिँ जुन यो मेन बाटोहरू जुन चाहिँ यो सङ्घीय सरकारको रणनैतिक सडकहरू छ, यो सडकहरू चाहिँ हामी स्थानीय सरकारको पहलमा चाहिँ काम गर्न नसक्ने अवस्थाहरू जुन चाहिँ छ, त्यो अवस्थाहरूमा हामीले गर्ने पहलले त्यो काम नहुने जुन चाहिँ माथि सङ्घीय सरकारको रणनैतिक सडक छ त्यसमा ठेक्का माथिबाटै परेर आउने जुन ठेक्काले चाहिँ हामीसँग समन्वय गर्ने अवस्थाहरू रहँदैन। जुन चाहिँ संविधानमा नै अब ठेक्का परिसकेपछि सङ्घीय सरकारको ठेक्काले न प्रदेशसँग समन्वय गर्छ न गाउँपालिका हामी स्थानीय सरकारसँग नि समन्वय हुँदैन। उहाँहरू डाइरेक्ट आउनुहुन्छ, उहाँहरूको चाहिँ जुन चाहिँ सडक डिभिजन अन्तर्गत आउनुहुन्छ, उहाँहरूसँग टच भएर काम गर्नुहुन्छ। त्यो अवस्थामा हामी पनि डिभिजनसँग धेरै टच भइरहँदा पनि उहाँहरूले चाहिँ एउटा खालको चाहिँ सुनवाई नहुने र यहाँको जनताले सोचेको जस्तो जुन चाहिँ अब करोडौँ बजेट छुट्याएर आउँछ। अहिले सबैभन्दा तपाईँको समस्या नै त्यही छ, पूर्वाधार विकासहरूको जुन चाहिँ
अब ठेक्का आयो, ठेक्का आएपछि काम गरे नि भयो, नगरे नि भयो। हेर्नुहोस्, अनि एउटा खालको समस्या के आयो भने हामीले यो कार्यपालिकामा नि हरेक कार्यपालिकामा यो विषयहरू उठिरहेको हो, यो गोगाउने सडक। र उठिरहँदाखेरि स्थानीय सरकारलेलाई एउटा मात्रै अधिकार रहेछ, जुन चाहिँ ठेक्का डिभिजनको डीसँग चाहिँ समन्वय गरेर ठेक्कालाई चाहिँ रिनो गर्न नदिने अधिकार। अनि त्यो अधिकारमा गएर हामीले ठेकदारलाई कारबाही गरिरहँदा पनि फेरि पछि त्यो अदालती प्रक्रियामा जाने रहेछ। अदालती प्रक्रियामा जाँदाखेरि मुद्दा लड्न पर्यो। मुद्दा लड्दाखेरि त अब मुद्दा लड्दै जान्छ, लड्दै गएपछि हामीलाई त अब जिल्लाले हामीले जिते पनि अब त्यसपछि पुनरावेदन उच्च हुँदाखेरि त 3-4 वर्ष लस्ट हुने भयो। 3-4 वर्ष लस्ट हुनुभन्दा त बरु त्यो कामलाई चाहिँ ढिला सुस्त रूपमा चल्दा चाहिँ त्यही कामले चाहिँ अझ राम्रो देखिने भएर हामीले चाहिँ जुन सडकको चाहिँ ठेकदारलाई कारबाही गर्ने सक्ने अवस्थाहरू आएन, जुन चाहिँ कारबाही गर्नुभन्दा हामीलाई नगर्नु नै फाइदा देखेको हिसाबले हामीले कार्यपालिकामा हरेक कार्यपालिकामा कुरा उठाएर अहिलेको लास्ट कार्यपालिकामा पनि हामीले डीलाई चाहिँ अब त्यही रिनो गरिदिनुहोस् भन्ने खालको गऱ्यौँ। र त्यो विषय कारणले नै हामी जुन चाहिँ जनतासँग, जुन जनताले हिजो सङ्घीयतामा सिंहदरबारको अधिकार गाउँ गाउँमा भनेर जुन चाहिँ जनताले बिहान बेलुका जतिखेर नि भेट्ने सरकार वडा कार्यालय जुन चाहिँ स्थापना भयो, त्यो वडा कार्यालय, त्यो स्थानीय सरकारले चाहिँ सरकारको अधिकार क्षेत्रभित्र नपरिरहँदा त्यस्ता खालको विकास निर्माणका योजनाहरूले चाहिँ हामीलाई धेरै समस्या परिरहेको अवस्था छ। र यो अवस्थाहरू हाम्रो कैलाशमा मात्रै नभएर यो देशैभरको चाहिँ अवस्था होला। त्यो कारणले चाहिँ हामी एकदम जनतासँग हामीले हिजोको सार्वजनिक सुनाइमा पनि हामीले जनतासँग यही कुराहरू माफ मागिरहेका छौँ। हामीले गर्न सकेनौँ, हामीसँग यो अधिकार भएन, यो चाहिँ देशको एउटा देशकै समस्याको रूपमा आयौँ। हाम्रो चाहना त्यो होइन। अर्को कुरा तपाईँको त्यो जुन मेन सडकमा बजेट अब जुन चाहिँ ठेक्का परिसकेपछि गाउँपालिकाले चाहिँ अर्को आएर हामीले सरसफाइ पनि गर्न नसक्ने नपाउने कस्तो खालको विडम्बना छ भने हामीले सरसफाइ गर्न बजेट यता छुट्यायो भने भोलि त्यो चाहिँ बेरोजु जाने है। अब ठेक्का त 1 अर्ब 76 करोडको चाहिँ यो चाहिँ 15 किलोमिटर सडकको चाहिँ सडक डिभिजनले चाहिँ ठेक्का के अरे एउटा खालको इस्टिमेट बनाइसकेको अवस्था छ। यो भित्रको बाटोमा चाहिँ स्थानीय सरकारले कुनै पनि बजेट हाल्न नपाउने अवस्थाले चाहिँ अहिले यहाँको जनताहरूमा चाहिँ समस्या छ। र जनताहरू यो बाटोकै कारणले चाहिँ जुन चाहिँ तपाईँको बेमौसमी तरकारी बालीहरूदेखि लिएर तपाईँहरू आवत जावत जुन चाहिँ ढुवानीहरू हरेक कुराको चाहिँ समस्या बेहोरिरहनु परेको अवस्था छ। त्यसमा चाहिँ हामीले पनि कुनै पनि पहल गर्दा हामीले गर्न सक्ने अवस्थाहरू नदेखेको कारणले हामीले चाहिँ जनतासँग यो खालको चाहिँ यो भइरहेछ भनेर यसमा चाहिँ हामी माफ माग्न चाहन्छौँ यहाँका चाहिँ कैलाश छ र कैलाशकै जनतासँग। हजुर, हामीले चाहिँ यहाँ अघि भर्खरै हजुर माफे मल पनि बाँड्दै गरिरहेको हामीले देख्यौँ होइन। यो चाहिँ खासमा गरेर विशेष गरेर सहकारीहरूलाई अथवा कुनै सङ्घ संस्थाहरूलाई प्रतिनिधित्व गरेर चाहिँ गरिरहनु भएको छ। वडा कार्यालय आफै, वडा अध्यक्ष खुद आफै मल बाँडिराख्नु पर्ने अवस्था चाहिँ कसरी आयो, के छ यो विषयमा? यो अवस्थामा यो राज्यले दिएको चाहिँ जुन चाहिँ राज्यबाट चाहिँ तपाईँको राज्यबाट अलिकति चाहिँ भएर आएको चाहिँ जुन उपलब्ध भएर आएको सेवा सुविधाहरू जुन चाहिँ 50% डिस्काउन्टमा चाहिँ तपाईँको चाहिँ मल पाइन्छ, त्यो मलमा चाहिँ अलिकति यहाँका चाहिँ अलि जान्ने बुझ्ने अलि टाटा बाठाहरूले चाहिँ राज गरेको देखेँ। म चाहिँ निर्वाचित भइरहँदाखेरि मैले हेरिरहँदाखेरि मेरो चाहिँ उद्देश्य के थियो भने एकदम यहाँको समस्या के हो, त्यो समस्या समाधान गर्ने बाटोहरूमा जो चाहिँ पीडित छ, जो चाहिँ असक्षम छ, जो चाहिँ यहाँको गरिब छ, निमुखा छ, जुन चाहिँ जसले पाउनुपर्ने हो त्यो पाओस् भन्ने मेरो उद्देश्य रहिरहँदाखेरि यहाँ मल आइरहँदाखेरि चाहिँ मल चाहिँ तपाईँको चाहिँ जुन चाहिँ सहकारीले आफू खुसी चाहिँ वितरण गरेको, जसको चाहिँ खेतबारी धेरै, जो चाहिँ धनी छ, जो चाहिँ गाडी लिएर त्यहाँ मल लिन जानेछ उहाँले चाहिँ अब 9-10 बोरा पाउने, 10-15 बोरा पाउने, यहाँको मल फेरि फर्केर चाहिँ उहाँ चितलाङ पुग्ने, पालुङ पुग्ने, यो अवस्थाहरूलाई चाहिँ निहालिरहँदाखेरि मैले पहिला 2-3 चोटि चाहिँ यो नगरिदिनुहोस् न, चाहिँ जुन जसले पाउनुपर्ने हो र यहाँको जनताले पाउनुपर्ने अधिकार जनतामै गरिदिनुहोस् न भनिरहँदाखेरि चाहिँ उहाँहरूले चाहिँ अलिकति अटेर गरिरहेको र त्यसपछि एउटा चाहिँ मैले चाहिँ एउटा प्रहरी प्रशासन ल्याएर उहाँहरूलाई पनि एउटा खालको चाहिँ सचेतना गरिसक्दा पनि अझ पनि यहाँ चाहिँ एउटा चाहिँ तपाईँको समानता, एउटा चाहिँ इक्वालिटी नभइरहेको अवस्थामा चाहिँ अहिले चाहिँ म आफै चाहिँ त्यो मलहरू आउँदाखेरि चाहिँ गएर सबैले पाउने, सबैलाई चाहिँ एउटा आफै बसेर एउटा चाहिँ सिस्टमेटिक तरिकाले लाइनमा राखेर तपाईँले पाउने यति यो भनेर जनतालाई बुझाएर चाहिँ
त्यो गर्ने अवस्था चाहिँ जुन चाहिँ सहकारीको चाहिँ लापरवाहीको कारणले जुन चाहिँ यहाँ गर्नुपर्ने सङ्घ संस्थाहरूले आफूले उहाँहरूले चाहिँ एउटा सक्षम भएर नगरिरहनु भएको अवस्थामा चाहिँ मैले त्यो खालको चाहिँ सबै एकदमै त्यो चाहिँ समानता जुन चाहिँ पुग्न पर्ने र पाउन पर्ने यहाँका चाहिँ जुन गरिब निमुखा जनताहरूले जुन चाहिँ समाजका चाहिँ उत्पीडित जुन चाहिँ पीडित भएका वर्गसम्म नपुगिरहेको अवस्थामा चाहिँ त्यो वर्गसम्म पुग्नको लागि चाहिँ मैले त्यो खालको चाहिँ अवधारणा बनाएको छु। हजुर, अब म खेलकुदको कुरा अलिकति जोड्न चाहन्छु सर्टकटमा। हामी अन्तिम चरणमा पनि आइसकेका छौँ। यो वडा नम्बर 6 को खेलकुद विकासलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ? वार्षिक रूपमा खेलकुदको गतिविधिहरू सञ्चालन गर्नको निमित्त यहाँको युवा खेलाडीहरूसँग चाहिँ यहाँको परस्पर सम्बन्धहरू के कसो छ? खेलकुदको क्षेत्रमा हामी जुन चाहिँ मैले अघि नै भने भौगोलिक विकटताको आधारले नै अलिकति कैलाश पछाडि छौँ र त्यसमा पनि हामीले हाम्रो सबैभन्दा समस्या अहिले चाहिँ नेपालमा सबैभन्दा लोकप्रिय खेलकुद चाहिँ फुटबल, जुन चाहिँ फुटबलको लागि चाहिँ यो पहाडी भूभाग भएको कारणले ग्राउन्डहरू नभएको र ग्राउन्ड खन्नको निम्ति हाम्रो चाहिँ जुन स्थानीय सरकारको 2-5 लाख बजेटले पनि सम्भावना नरहेको र प्रदेश सरकार सङ्घीय सरकारमा चाहिँ खेलकुदको चाहिँ बजेटै नभएको अवस्थाहरू जुन चाहिँ हामीले बजेट माग्न जान्छौँ खेलकुदमा चाहिँ यस्तो खालको चाहिँ बजेटहरू पनि राज्यले पनि त्यो खेलकुदलाई अलिकति पछाडि राखेको हो कि जस्तो लाग्छ मेरो सोचाइमा चाहिँ। र हामीले कतिपय ठाउँहरूमा चाहिँ तपाईँको फुटबल भलिबलको लागि सानो सानो ग्राउन्डहरू जुन चाहिँ गाउँपालिका स्थानीय सरकारको बजेटले हाम्रो आफ्नै सिलिङ बजेटहरूले चाहिँ जुन युवालाई चाहिँ एउटा मोटिभेट गर्नको लागि चाहिँ 7 जना 9 जना फुटबल खेल्न मिल्ने ग्राउन्डहरू खनेर त्यसमा चाहिँ वर्षको 1-2 चोटि गेमहरू जुन चाहिँ दसैँ तिहारको बेलामा चाडबाडको बेलामा र एउटा चाहिँ गाउँपालिका स्तरीय जुन चाहिँ अध्यक्ष कप फुटबल र उपाध्यक्ष कप भलिबलहरू र अनि राष्ट्रपति रनिङ सिलहरूको लागि चाहिँ हामीले तयारी गर्ने गरेका छौँ। यसमा पनि हाम्रो चाहिँ यो अलिकति विकट भएको कारणले पनि अरू चिजहरूमा अरू कुराहरूमा चाहिँ बढी बजेटले फोकस दिन पर्ने भएको कारणले हामी खेलकुदमा चाहिँ अलिकति पछाडि छौँ र अब आउने दिनहरूमा चाहिँ अरू कामहरू जुन चाहिँ पुरा गरिरहेको अवस्थामा चाहिँ खेलकुदलाई पनि एकदम महत्त्व दिएर अगाडि बढ्ने चाहिँ मेरो लक्ष्य रहेको छ। हजुर, 6 नम्बर वडाको अब यहाँनिर चाहिँ वडा अध्यक्षको रूपमा प्रतिनिधित्व गरिराख्नु भएको छ। यो 6 नम्बर वडाको समग्र सम्पूर्ण स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटन, कृषि, भौतिक पूर्वाधार सबै चिजको समान रूपमा विकास हुनको लागि वडा अध्यक्ष वडा कार्यालय त तपाईँ हुनुहुन्छ र सँगसँगै पालिका तपाईको चाहिँ प्रदेश त्यसपछि आएर सङ्घीय सरकारको चाहिँ कस्तो किसिमको तालमेल हुनु पर्दो रहेछ तपाईको व्यक्तिगत अनुभवबाट आज हामी कार्यक्रमबाट बिदा हुन्छौँ। मेरो व्यक्तिगत अनुभवमा जुन चाहिँ मैले पहिला नै भनिसकेको थिएँ बागमती प्रदेशकै एउटा चाहिँ रेड जोनमा परेको एउटा चाहिँ विकट को हिसाबले कैलाश राक्सिराङ हामी नै हौँ र हाम्रो जुन स्थानीय सरकार हामी आफै चाहिँ डिपेन्डेन्ट छैनौँ, हामी आफै चाहिँ तपाईँको छैनौँ, तर हाम्रोमा त्यो खालकोहरू हामीले स्थानीय सरकारले चाहिरहँदाखेरि हामीले त्यो खालको काम गर्न सक्दैनौँ किनभने हामीलाई सङ्घीय सरकार र प्रदेश सरकारको एकदमै आवश्यकता छ। आज हामीले चाहिँ हाम्रो ठाउँ हामी बनाउँछौँ, हामी चाहिँ स्थानीय सरकार हामी अब्बल छौँ भन्ने अवस्थाहरू छैन, त्यो अवस्थाहरू छैन। हामी चाहिँ अरूको भरमा चाहिँ अरूलाई चाहिँ गुहार्न जानुपर्ने, अरूलाई जुन चाहिँ हाम्रो चाहिँ एउटा पूर्वाधार विकासहरूको लागि ठुलो योजनाहरू चाहिन्छ, हामी स्थानीय सरकारले गर्न सक्ने अवस्था पनि छैन। र अर्को कुरा तपाईँको हामीका राजस्वहरू सङ्कलन एकदम कम मात्रामा राजस्व सङ्कलन हुन्छ, त्यो कारणले पनि हामी चाहिँ हामी नै गर्न सक्छौँ भन्ने सम्भावनाहरू हामीका एकदम न्यून छ। हामी परजीवी नै हुनुपर्ने अवस्थाहरू छ जुन चाहिँ सङ्घीय सरकार प्रदेश सरकारसँग गुहार्न पर्ने, उहाँहरूसँग समन्वय राख्न पर्ने अवस्थाहरू नै छ। उहाँहरूसँग समन्वय राख्न सकिएन भने हामीले यो अहिले हामी कैलाश बनाउँछौँ भनेर हिँडेर हाम्रो त्यो बेकारको एउटा उद्देश्य एउटा लक्ष्य मात्रै हुन्छ। यहाँ चाहिँ कैलाशमा चाहिँ जुन निर्वाचित भइरहेका हाम्रो आदरणीय अध्यक्षज्यू उपाध्यक्षज्यू हामीले त्यो खालको वातावरणहरू बनाएनौँ, सङ्घीय सरकारसँग र प्रदेश सरकारसँग हामीले चाहिँ समन्वय राखेर विकास निर्माणका योजनाहरू बनाएनौँ भने हाम्रो लक्ष्यहरू प्राप्त गर्ने र हाम्रो लक्ष्यले चाहिँ एउटा सार्थकता पाउने हुँदैन। र हाम्रो यो भौगोलिक आधारको कारणले र हामी कहाँ यहाँ चाहिँ तपाईँको
चाहिँ उठ्ने राजस्वहरू जुन चाहिँ आफ्नो ठाउँ आफैले बनाउन त आफ्नो ठाउँबाट नै त्यो खालको चाहिँ जुन खालको चाहिँ अब उहरू उठ्न पर्ने त्यो खालको त्यस्तो उठ्दैन हामी कहाँ। त्यसैले हामी परजीवी नै हुनुपर्छ। र अर्को कुरा हाम्रो पहाडी भूगोलको कारणले चाहिँ एउटा बाटो खन्न पर्यो भने एउटा तराईमा चाहिँ तपाईँको चाहिँ 10 किलोमिटर बाटो पिच गर्न चाहिँ तपाईँको 1.5 करोड बजेटले पुग्छ भने हाम्रो एउटा डाँडामा चाहिँ पुरै त्यो ब्रेकर लाउन चाहिँ बाटो एउटा चाहिँ कच्ची बाटो खन्नलाई नै हामीलाई त्यति बजेट चाहिन्छ क्या। त्यो कारणले हामीले यहाँ देखाउने खालको कामहरू गर्न सक्ने अवस्थाको लागि चाहिँ हामीले परजीवी नै हुनुपर्छ। सङ्घीय सरकार र प्रदेश सरकारसँग नै समन्वय गरेर अगाडि बढ्न पर्ने अवस्थाहरू छ। र अहिले हाम्रो कैलाशमा चाहिँ सबैभन्दा कैलाशको ठुलो समस्या भनेको नै शिक्षा। जबसम्म मानिसमा चेतना हुँदैन तबसम्म यो समाज रूपान्तरणको हामीले सपना नदेख्दा पनि हुन्छ। र मानिस चाहिँ रूपान्तरण हुनको लागि चाहिँ सबैभन्दा ठुलो कुरा शिक्षा, व्यवहारमा चेन्ज हुनुपर्छ। जुन चाहिँ मेरो समाजका सबै वर्ग शिक्षित नभएसम्म चाहिँ जो मान्छेमा चेतना हुँदैन, जबसम्म मैले गर्नुपर्छ भनेर चाहिँ जुन चाहिँ यो विश्वको अहिले आधुनिक शिक्षाहरूसँग चाहिँ त्यहाँ फेस गर्न सक्ने अवस्थाहरू आउँदैन, तबसम्म चाहिँ यो समाज रूपान्तरणको चाहिँ सपना हामीले नदेख्दा पनि हुन्छ। त्यो कारणले मेरो चाहिँ एउटा आग्रह के छ भने, मेरो आदरणीय अध्यक्षज्यूलाई मैले यो पनि भनिरहेको हुन्छु र कैलाशमा चाहिँ शिक्षामा चाहिँ एकदम शिक्षामा चाहिँ यहाँ चाहिँ तपाईँको यस्तो अवस्था छ। हामी निर्वाचित भएपछि प्रत्येक घरमा पुगेर लौ न पढाइदिनुहोस् न। हामीले केसम्म गरेको छौँ भने यहाँ कैलाशको एउटा कार्यपालिकाको नीतिले पढाएन, त्यो घरले पढाएन भने उहाँलाई चाहिँ वडाबाट दिने स्थानीय सरकारले दिने सेवाहरू पनि वञ्चित गरेका छौँ। प्रत्येक घरमा गएर लौ न पढाइदिनुहोस् न। हामीले खाजाको व्यवस्थादेखि लिएर शिक्षकहरूलाई चाहिँ राम्रोसँग विद्यार्थीलाई कसरी हुन्छ मोटिभेट गराएर पढाइदिनुहोस् न भन्ने खालको चाहिँ एउटा चाहिँ हामीले तालिम गोष्ठीहरू राखेर र त्यो खालको शिक्षामा रूपान्तरण गर्ने चाहिँ जमर्को गरिरहेको छौँ। यो अवस्थामा पनि हामीलाई अहिलेको जुन गाह्रो अवस्था भनेको चाहिँ जुन गार्जियन, जुन चाहिँ शिक्षाको पहिलो घर चाहिँ गार्जियन, जुन स्टुडेन्ट, जुन चाहिँ शिक्षार्थीको चाहिँ बाउआमा पहिलो घर नै नसुध्रिरहँदा चाहिँ हामीलाई एकदम समस्या छ। जुन चाहिँ पहिलो घरले नै तपाईँको चाहिँ त्यो खालको चाहिँ जवाबदेहिता नभइरहँदाखेरि सरकार मात्रै जवाबदेहितामा भएर पनि नसकिदो रहेछ भन्ने खालको एउटा चाहिँ हामीले मनस्थिति बनाएका छौँ। र हामीले त्यो शिक्षालाई चाहिँ तपाईँको चाहिँ पहिलो शिक्षा, सेकेन्ड शिक्षा त हामीले राम्रो बनाउन खोज्यौँ, तर पहिलो शिक्षा सुध्रेन। जुन चाहिँ अभिभावकहरू जुन चाहिँ हाम्रो यो व्यास माविमा 600 विद्यार्थी भाइ बहिनीहरू पढ्नुहुन्छ, त्यहाँ हामीले अभिभावक चाहिँहरूलाई बोलायौँ, अभिभावक भेला बोलायौँ भने 10देखि 15जना मान्छे अभिभावक आउन पनि गाह्रो छ। त्यो कारणले हामीले चाहिँ अझ त्यसलाई पनि अझ सुधार्दै अझ पनि के गर्न सकिन्छ भनेर चाहिँ अब शिक्षालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने खालको एउटा जमर्को खोजिरहेका छौँ। र हामी आज नहोला, भोलि नहोला, पर्सि नहोला, तर हरेक कोसिसमा त तपाईँको समयको रूपान्तरणसँगै जुन चाहिँ युगले मागेको कुराहरूले चाहिँ सार्थकता पाउनेछ भन्ने एउटा लक्ष्य पनि बोकेका छौँ। र त्यसपछि कृषिमा चाहिँ अब अलिकति कृषिमा चाहिँ मलाई चाहिँ के लाग्छ भने, मेरो व्यक्तिगत अवधारणा चाहिँ जुन चाहिँ हाम्रो नेपाल सरकारको लक्ष्य, जुन चाहिँ एउटा बजेट बनाइरहँदाखेरि 30देखि 40% नेपाल सरकारको बजेट कृषिमा चाहिँ भनेर चाहिँ नेपाल सरकारले चाहिँ बजेट बनाइरहनुहुन्छ सङ्घीय सरकारबाट, त्यो खालको बजेट बनिरहन्छ भने त्यो चाहिँ एकदमै सर्वसाधारणले एकदम सहज रूपले, जस्तै कैलाशको किसानले त्यो सुविधा पाउन सक्न पर्यो क्या। त्यो चाहिँ एकदम लक्षित वर्गमा पुग्न सक्न पर्यो। त्यो अवस्थासम्म नपुग्दासम्म चाहिँ कृषिमा हामी पछाडि नै पर्छौँ भन्ने एउटा चाहिँ धारणा छ मेरो। हस्, धन्यवाद समयको लागि यहाँलाई। हस्, धन्यवाद। तपाईँ जुन चाहिँ कैलाश 6 नम्बर वडा कार्यालयसम्म आएर तपाईँले चाहिँ एउटा अमूल्य समय दिनुभयो, त्यसको लागि तपाईँलाई पनि मुरी धन्यवाद।